मैले सोचिरहेको थिएँ क्या, मलाई यति धेरै नेगेटिभ कमेन्ट्स आजकल किन आइरहेको होला होइन। मैले त केही राम्रो गर्छु भनेरै सुरुदेखि बोलेको लगभग 2 महिना अगाडिदेखि बल्ल त म टिकटकमा आउनु थालेँ अन्त। अनि त्यसपछि त्यही सोच्दा सोच्दै एकजनाले चाहिँ मलाई के भन्नुभयो भन्दा, नानी तिमीले त्यत्रो माताहरूको व्यवसाय चौपट गरिदिएको छौ, कम्तीमा 50 जनाको घाटा लागेको छ तिमीले गर्दा, व्यापार बन्द भएको छ, माताहरूको आसन उठेको छ। 50 जनाको 10 जना परिवारले पनि नेगेटिभ कमेन्ट गर्यो भने कम्तीमा 500 त हुन्छ भन्नुभयो। अनि मलाई भन्ने भयो। अब मलाई कुनै माताले ठगेर मैले यो अभियान सुरु गरेको थिइनँ। मान्छेहरूको दुःख देखेर, मान्छेहरूको भावनासँग खेलेर पैसा लिएको देखेर मैले सुरु गरेको थिएँ। अब माताहरूले उनीहरूको काम गरिदिएको भए 5000को ठाउँमा 5 लाख पनि लिन पाइन्थ्यो कि, तर काम पनि नहुने, त्यसपछि पैसा मात्रै लिने। एउटा इन्सिडेन्ट सुनाउँछ। एकजना हजुरआमालाई चाहिँ एकजना फेमस झाँक्री टिकटकमा होइन, नेपालमा फेमस झाँक्रीकोमा एकजना हजुरआमा कान नसुन्ने भएर लिएर जानुभएको थियो अरे उहाँको परिवारले, त्यो झाँक्रीलाई ठिक पारिदिन्छ भनेर। लास्टमा त यस्तरी शङ्ख बजाएछ कानमा, त्यो भएको जाली पनि फुटाइदिएछ त्यो हजुरआमाको। फेरि यो सत्य घटना हो, धौरो धर्म भगवान् कसम होइन, भगवती कसम, मलाई ढाँटेको होइन। यो मलाई इन्ड्राइभमा आउँदा एउटा ड्राइभर अङ्कलले चिनेर भन्नुभएको थियो कुरा। त्यस्तोसम्म गरिदिएको छन् कि। अनि बरु त्यो आमा कान ठिक पारेको भए 5000 भनेको ठाउँमा 5 लाख लिँदा पनि उसले हुन्थ्यो कि, काम त हुनु पऱ्यो नि त। तर भएको काम पनि चौपट पारिदियो, पैसा पनि लियो, त्यस्तो गरिदिएको रहेछ। अनि म त केही राम्रो गर्छु भनेर निस्केको, राम्रो गर्छु भनेर हिँडेको। अब त्यही पनि माताहरूको मान्छेहरूले चाहिँ फेरि जो मान्छे मैले कति मान्छेहरू के 1 लाख 1.5 लाखसम्म फिर्ता गराइदिएको छु क्या। तर मान्छेहरू कस्तो स्वार्थी हुने रहेछ, पैसा फिर्ता पाएपछि यो को भन्ने खालको हुँदो रहेछ कि। उहाँहरूको सपोर्ट मैले कहिले पनि देखिनँ, कुनैमा कमेन्ट देखिनँ कि पैसा आफ्नो फिर्ता पाइ, पैसा त्यो फिर्ता वेदिका दिदी हेल्प गरिदिनु न, बहिनी यस्तो गरिदिनु उस्तो गरिदिनु, भयो सक्यो होइन। अनि गरिसकेपछि वास्तै नगर्नु हुँदो रहेछ। हुन त मैले एक्सपेक्टेसन राख्नु हुँदैन, त्यो एउटा छुट्टै पार्ट हो होइन, एक्सपेक्टेसन हर्ट्स भन्छ नि। तर पनि कहिलेकाहीँ चाहिँ एउटा सानो भए पनि आश्चर्य लाग्दो रहेछ कि मैले राम्रो गरिदिएको मान्छेले त कम्तीमा होइन बोलिदिए हुन्थ्यो नि जस्तो लाग्ने रहेछ, तर नबोल्नु हुँदो रहेछ कि। त्यही भएर अनि अहिले पनि मलाई कतिजनाले मेसेज गर्नुहुन्छ कि मेरो यो माताले बुढा खोज्थ्यो, यो माताले, मलाई सिधै भन्छु अब तपाईँहरू कानुनी रूपमा जानु, म तपाईँहरूलाई केही पनि मद्दत गर्न सक्दिनँ, म गर्दिनँ भनिदिन्छु सिधै। किनभने जब मैले राम्रो गर्दा पनि मैले गाली सुन्छु, राम्रो गर्दा पनि मान्छेले जस्दिँदैन होइन भने, अनि किन गर्ने के को लागि गर्ने। ठिक छ त, बरु अब तपाईँहरू जसलाई दुःख दिएको छन् त्यस्तो अद्भुत शक्ति भएको मान्छेहरूले तपाईँहरू कानुनी रूपमा जानु, केस गर्नु, केस गरिसकेपछि बरु मसँग आउनु, अनि मैले कसलाई अगाडि ल्याउनुपर्छ ल्याइदेऊ ल। त्योभन्दा अगाडि चाहिँ अब म अब छिटै नै मैले एउटा सानो प्लान गरिरहेको छु। यदि सक्सेसफुल भएपछि चाहिँ अनि त्यसपछि सबैजनाको एकैपल्ट कुराहरू ल्याउने। अस्ति पनि मैले 4 जनाको ल्याउन खोजिरहेको थिएँ, तर फेरि मिडियाबाट ल्याउँदाखेरि, मेरो सोसल मिडियाबाट ल्याउँदाखेरि फेरि साइबर धाउनु ह्यान त्यान मलाई दिक्क लाग्न थालिसक्यो आजकल यो। अनि फेरि सपोर्ट गर्ने मान्छेहरू पनि दुलोभित्र पसेको देखेर चाहिँ हाँस उठ्ने। किनभने सपोर्ट गर्नेले त खुलेर गर्नु पऱ्यो, विरोध गर्नेले खुलेर गरिरहेको छ भने सपोर्ट गर्नेले किन नगर्ने भन्ने कुरा हो। अनि फेरि अब अहिले चाहिँ मलाई क्रिस्चियनबाट परिचालित भनेको छ, जस्ट बिकज मैले चाहिँ त्यो माताहरूको पर्दाफास। मैले चाहिँ सुरुमा के भन्छु भन्दाखेरि, पहिला म सधैँ भन्दै आएको छु आफ्नो घर सफा गरेपछि बल्ल अरूको घर हेर्ने हो नि त हामीले भनेको। अनि तिनीहरू हो कि मेन विकृति ल्याउने भनेको त माताहरू भन्ने ढोङ गर्ने। भगवान् आफ्नो जिउमा चढ्यो भने तिनीहरूले हो नि त विकृति ल्याइरहेको भनेको होइन र। त्यस्तोहरूलाई पहिला सफा गर्दाखेरि चाहिँ गर्छन्। अब ठिक छ, त्यति भन्न खोजेको थिएँ। अब म होइन, म चाहिँ त्यति मात्रै सोचिरहेको थिएँ किन नेगेटिभ कमेन्ट्स आइरहेको रहेछ भनेर। हो त्यसको रिप्लाई चाहिँ मैले पाएँ, त्यही भन्न हो। अब तपाईँहरू आफ्नो एउटा अलिकति के मान्छे हेरेर होइन कि, आफ्नो आफन्त भनेर होइन कि, एउटा मान्छे भएर मलाई सोच्नु के त्यो व्यक्तिले साँच्ची राम्रो गरिरहेछ त, अरूको भावनासँग खेलेर पैसा लिइरहेछ काम नगरिदिएर, के त्यो राम्रो हो त भनेर एकपल्ट आफै सोच्नु। के आफै सोच्नु, भावनासँग खेलेर पैसा लिनु ठिक हो, माता बन्नु ठिक हो, तपाईँले मन्दिरमा पूजा गर्ने भगवान् उसको जिउमा चढ्यो भन्दा ठिक हो, त्यो आफै सोच्नु। अनि बल्ल तपाईँहरूले
विचार गर्नु, मनन गर्नु, मैले गरेको काम ठिक हो कि गलत हो भनेर। अहिले हेर्दै नि त छ्यापछ्याप्ती अस्ति एउटा हिमेश न्युपाने भन्ने पत्रकारजीले पनि एउटा मातालाई जेल हाल्नुभयो होइन। अस्ति मैले भिडियो पनि सेयर गरेको थिएँ नि त। त्यस्तो छ माताहरूको। यता मलाई खबर आएको थियो यता हात्तीबनतिरको कति धेरै माताहरूको आसनतिर पुरै उठिसक्यो, सबैतिरको माताहरूको आसन उठिसक्यो, धेरैजना माताहरूको आसन बन्द भइसक्यो। उहाँहरू राम्रो गतिलो भइदिएको बन्द गर्नुपर्ने अवस्था आउँथ्यो त, थिएन नि त। मान्छेले राम्रो काम छैन हेर्ने, अनि कहीँ एउटा सानो पनि गल्ती पनि यसलाई चाहिँ छोड्नु हुँदैन भनेर त्यही हुँदो रहेछ। त्यही भएर म यति भन्न चाहन्छु कि हाम्रो होइन राम्रो हेरौँ कि त्यस्तो कुनै पनि मान्छेमा त्यति धेरै क्षमता छैन कि जसले दैविक शक्ति बोलाएर त्यो मान्छेलाई पुरै हुन्छ नि त्यसको किस्मत बदलियोस्। मान्छेको किस्मत बदलिँदैन, कर्म जस्तो गरेछ फल त्यस्तै पाउने हो कि। त्यही भएर म भन्छु तपाईँहरू राम्रो कर्म गर्नु न, तपाईँहरूको काम आफै हुँदै जान्छ। कहाँ म्याजिकमा दौडेर हुन्छ। थालमा भात राखिदिएको छ अनि ए गुरु त्यो भात मेरो मुखमा हालिदिनु तपाईँले चमत्कार गरेर सुहाउँदैन नि त, त्यो आफूले हातले लगाएर खानु त पर्यो नि त। त्यही भएर कर्म गर्नु न, म्याजिकको आश नगर्नु न। म्याजिक भन्ने हुँदैन कि, त्यो फिल्महरूमा मात्रै हो है। म त्यति भन्न चाहेको थिएँ यो भिडियोमा। नेगेटिभ कमेन्ट गर्ने मान्छेले गरिराख्नु के नै भन्न सकिन्छ अरू। सायद उहाँहरूको अब नेगेटिभ कमेन्ट गर्ने मान्छे फेरि कस्तो भन्दाखेरि उहाँहरूकै अब दिदीबहिनी आमा अथवा बहिनीहरू कोही माताहरू हुनुहुन्थ्यो, उहाँहरूको आसन बन्द भएपछि त गर्नु पऱ्यो नि त, कमाइ एउटा गयो। त्यही भएर होइन, म त अझै पनि भन्छु माताहरू तपाईँहरूले सक्नुहुन्छ भने काम गर्नु। 5,000को ठाउँमा 5 लाख पनि लिन पाउनुहुन्छ क्या तपाईँहरूले काम गरे बापत, काम भयो भने। तर कामै नहुने, पैसा पनि लिँदैन त्यस्तो चाहिँ नगर्नु। यति भन्दै मैले आफ्नो थाहा छैन 2, 4वटा 5वटा 6वटा 8वटा 10वटा कतिवटा शब्द भयो टुङ्ग्याउन चाहे। धन्यवाद।